हेलो गाइस, मेरो नयाँ ब्लगमा तपाईहरुलाई स्वागत छ। आज फेरि म तपाईहरुलाई नयाँ ठाउँको भिडियो देखाउने छु। तपाईहरु पनि आफ्नो डेली लाइफबाट ढिलो हुनुभयो भने यसको रिफ्रेसमेन्टको लागि टाढा-टाढातिर घुम्न जान सक्नुहुन्छ। यतै भक्तपुरमा छ एउटा नजिकै ठाउँ पिपल बोट भन्छ, त्यहाँ बाजेको पसल छ, एकदम फेमस छ चिया खानको लागि चाहिँ। त्यहाँ जान सक्नुहुन्छ। सिधा गयो भने हामी नाला पुग्न सक्छौँ भने हामी यतापट्टि पाटलीको यो सुदाल जाने बाटो चाहिँ यतातिर छ। बाटो एकदम राम्रो भन्नुपर्छ, एउटा राम्रो चाहिँ बेस्टै छ बाटो चाहिँ। जाने चाहिँ अहिले उहाँ पर त्यो डाँडा हो हामी जान सक्छौँ। नाम चाहिँ बाघमारा हो। अब बाघमारा किन नाम राख्यो, बाघमारे हो कि सायद होइन, यो चाहिँ अब यहाँको मान्छेहरू सब बुझ्दाखेरि थाहा पाइन्छ। आज यहाँ बेला पऱ्यो ल दुईजना ल केटा आउनु पऱ्यो। गाल पिसकेको छौँ हामी। बाटो पुरै पिचै छ यहीसम्म। प्लानिङ छ साथीहरू, जस्तो अब जग्गा किन्ने भए आउनुहुन्छ यता आँखाको 25 लाख। यहाँबाट चाहिँ हामी ठुलो ब्रह्मानी मन्दिर जान सक्छौँ। यहाँ तल ठुलो ब्रह्मानीको मन्दिर रहेको छ, त्यहाँबाट जान सक्छौँ हामी। पशुपतिको मन्दिर हो, के मन्दिर भन्ने म्यापमा देखाएको यही होला सायद। आज पिकनिक गर्ने ठाउँ पनि हो यो यता के छ यता। जाने भनेको पिपल बोट यही हो, फर्स्ट टार्गेट चाहिँ यही हो। यहाँबाट देखिरहन्छ भगवान छ नि त पिपल बोट। बाजेको पसल एकदम फेमस छ चिया खानलाई, एकान्तमा छ। रेगुलर ग्राहकले चिनाइदियो हामीलाई, राम्रो छ। त्यो पिपल बोटले चाहिँ एकदम छारिदिएको छ है, शीतल बनाइदिन्छ। दसैँतिर त पिङ पनि हालिरहेको हुन्छ अरे, रमाइलो हुन्छ। चियाको चाहिँ यहाँ जे होस् छुट्टै टेस्ट छ अरे। हाम्रो बाजे छ नि यता होइन, ऊ हाम्रो बाजे यतै हुनुहुन्छ। ल के छ बाजे? हामीसँग आएको साथी ए एकदम शान्त ठाउँ छ बाजे, यता रमाइलो छ। जस्तो बोर्डमबाट हटाउने भए यतातिर आउँदा हुन्छ है। सो भ्यू पनि खतरा छ यता। नाला अरे के सरस्वती स्थान जाने ठाउँ त यतैतिर हो। त्यहाँ पनि पिपल बोट रहेछ, त्यहाँ पनि भगवान्। यस भ्यू चाहिँ बबाले देखिन्छ यताबाट। अहिले खोइ फोहोर धेरै भएर खासै त्यति देखिरहेको छैन, जहाँ पनि लाग्ने रहेछ ल यतातिर त। ल चिया आएको छ, लेमन टी हो कि के हो यो? लेमन पनि ब्ल्याक हो, ब्ल्याक टी त लिम जडीबुटी राख्छ क्या बाजेले चाहिँ, छुट्टै स्पेसल छ यहाँको। ब्ल्याक टी रे हाल्छ हाम्रो बाजे। के खाइरह्यो? चिप्स रहेछ। लोकल रक्सी, लोकल ठाउँ, हाम्रो बाजेको ठाउँ, हामी लोकल मान्छे। केटाहरूसँग घुमघाम गर्नुलाई चाहिँ बेस्ट छ। बाजेको चिया पसल, नास्ता सास्ता पनि खानलाई पाइन्छ। अपडेट गरिसकेर चाहिँ यता बस्नलाई ठाउँ पनि रहेछ ल, टोइलेट रहेछ तल चाहिँ।
बसेर ठिगाएनलाई चाहिँ मैले चाहिँ काम लगाएर केही देखेन ल केटाहरू चाहिँ 11 लाख तपाईँको त छैन नि बाजी चाहिँ के चाहिँ त्यो हाम्रो टनेला चाहिँ हो हाम्रो होइन पारीको क्या सब बाजेको हो तपाईँ बाजी त्यो टनेला चाहिँ हाम्रो हो त्यो टनेला नै हाम्रो यो टनेला नै हाम्रो कति रोप्ने छ बाजी यहाँ चाहिँ 50 रुपियाँ पनि छ त्यहाँ 50 रुपियाँ नि तपाईँको होइन भाडामा लिया